इरानमा जारी प्रदर्शनमा सरकार पक्षबाट दमन भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ सैन्य आक्रमण गर्ने विषयमा ब्रिफिङ लिएको खुलेको छ। इरानलाई लगातार चेतावनीका बावजुद त्यहाँको प्रदर्शन नियन्त्रणमा नआएको र सरकार पक्षले प्रदर्शनकारीमाथि गोली चलाएको खबरहरू सार्वजनिक भइरहँदा ट्रम्पले व्हाइट हाउस र पेन्टागनका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन्। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले इरानमा सम्भावित सैन्य आक्रमणबारे पेन्टागनका वरिष्ठ सैन्य अधिकारी, व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षा परिषदका अधिकारीहरूसँग गोप्य छलफल गरेका हुन्। त्यस क्रममा सम्भावित सैन्य आक्रमणको नयाँ विकल्पबारे ट्रम्पले उनीहरूबाट ब्रिफिङ लिएको बताइएको छ। यद्यपि ट्रम्पले इरानमा सैन्य आक्रमण गर्ने निर्णय भने गरिसकेका छैनन्। तर इरानी सरकारको दमनकारी कदम विरुद्ध सैन्य कारवाही गर्नेबारे गम्भीरताका साथ विचार गरिरहेको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ। ब्रिफिङको क्रममा तेहरानका गैर सैनिक ठेगानाहरूलाई निशाना बनाउने सम्मका विकल्प प्रस्तुत गरिएका थिए। साथै हिंसासँग प्रत्यक्ष रूपमा जोडिएका सुरक्षा निकाय सम्बद्ध लक्ष्यहरू पनि विकल्पमा रहेको भनिएको छ। यसबारे न्यूयोर्क टाइम्सको चासोमा व्हाइट हाउसले भने ट्रम्पले पछिल्लो समय इरानबारे सामाजिक सञ्जाल मार्फत दिएका अभिव्यक्तिहरूलाई नै उद्धृत गरेर जवाफ दिएको छ।